छ मेरो नयाँ भिडियोमा। अनि यहाँले देख्दै हुनुहुन्छ हामी गाडीमा छौँ अनि हामी कहीँ जाँदैछौँ अनि पक्कै पनि हामी एउटा पार्टीलाई एटेन्ड गर्न हामी जाँदैछौँ। अनि जो चाहिँ हाम्रो आदरणीय पास्टरबा धन तामाङ अनि उहाँको 2 जना छोरीहरूको ग्रेजुएसन पार्टी छ अनि पार्कमा हामी पार्टीलाई एटेन्ड गर्न हामी जाँदैछौँ। अनि मौसम अलिकति चिसो छ, हल्का पानी पर्न खोजिरहेको छ अनि तर पनि हामी एकदमै खुसी हुँदै हामी गइरहेका छौँ। अनि हेरौँ आजको दिउँसोभरि हामी कस्तो हुन्छ, हामी कसरी आजको प्रोग्रामहरू अनि पार्टीलाई हामी एटेन्ड गर्छौँ, हामी पक्कै पनि यहाँहरूलाई देखाउने छौँ। हामी फाइनली यहाँनिर छौँ अनि यहाँले देख्दै हुनुहुन्छ मेरो पछाडि एकदमै ब्युटिफुल डेकोरेसनहरू रेडी भइसकेको छ। अनि यहाँनिर बबिताको ग्रेजुएसनको छ अनि देख्दै हुनुहुन्छ एकदमै ब्युटिफुल। अनि साथै यतापट्टि पिटिसा ग्रेजुएसन क्लास अफ 2026 भनेर देखिरहेछ। अनि सबै कुराहरू अलमोस्ट रेडी भइसकेको छ अनि के रेडी भएको छ हामी देखाउनेछौँ। रेडी? यहाँनिर देख्दै हुनुहुन्छ यहाँ राइस छ, मिल्की राइस छ अनि यहाँनिर छ अनि यहाँनिर this is rajma aloo matar okay so यहाँनिर पोलेको मासु छ यो समोसा अनि यहाँनिर सेलरोटी यो अचार हो चटनी यो मासुसँग खानुको लागि अनि यहाँनिर सुँगुरको खुट्टाको अचार छ एकदमै स्पाइसी एकदमै स्पाइसी र साथै यहाँनिर चिकन फ्राई गरेको छ अनि यहाँनिर सुँगुरको मासु फ्राई मात्रै गरेको छ अनि यहाँ सालहरू भयो। यहाँनिर लेमनेड जुसहरू छ अनि यो दही भइहाल्यो स्पेसल यो लोकल दही अनि साथै यहाँनिर अरू कुराहरू पनि मकै पोलिराखेको छ। पास्टरले यहाँनिर
त्यसलाई तयारी गर्दै हुनुहुन्छ। देखि हामी सबैजना यहाँनिर चाहिँ स्पेसल मिल्कको केक छ। यो 3वटामा चाहिँ मिल्कको केकहरू छ। यहाँनिर पनि खानेकुराहरू छ। यहाँनिर देख्न सक्नुहुन्छ टापर मात्रै पढौँ ल। तपाईँहरूसँग छ भने हेर्न सक्नुहुन्छ, छैन भने मसँगै तपाईँहरूले याद गर्नुहोला। एउटाले अर्कालाई भजन गीत आत्मिक गान बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निमित्त गाउँदै र धुन निकाल्दै सधैँ सबै कुराका निमित्त हाम्रो प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाऊ। ख्रीष्टको श्रद्धामा एउटा अर्काको अधीनमा बस्छ। हालेलुया। सबै कुरामा परमेश्वरलाई धन्यवाद दिउँ है। कुन कुन कुरामा भनेर त्यहाँ कुनै पनि विभाग छुट्याइएको छैन। सबै कुरामा हामीले परमेश्वरलाई धन्यवाद दिनुपर्छ है। अनि नानीहरूलाई यहाँ जतिजना उपस्थित जवानी भाइ बहिनीहरू हाम्रो मण्डली परिवारलाई धेरै धन्यवाद आइदिनु भएको लागि। स्पेसली म मेरो बडाबाउलाई, नरवीर बडाबाउ, बडियामा, मेरो भाइ माइला, मनवीर पेन्सिल्भेनियाबाट, कुल भाइ हेरिसबर्ग पेन्सिल्भेनिया, दुवैजना कान्छा इन्टायर टिमलाई एकदमै म मेरो हृदयबाट धन्यवाद दिन्छु। उनीहरू लागि परेको खटेको त आज बिहानदेखि हो, बिहिबार लगभग हाफ टाइमदेखि उनीहरू आएदेखि पसेको। टोटली आज यो कार्यक्रमलाई सफल बनाउनमा परमेश्वरको अनुग्रह, तपाईँहरूको प्रार्थना, मण्डलीको सहयोग अनि फ्यामिलीको एउटा सपोर्टले पनि यतिको भयो। साथै किशोर भाइ, हिरा बहिनी, उनीहरूको त अब झन् अनकाउन्टेबल हेल्प सपोर्ट छ यो इभेन्टलाई यतिको बनाउनको लागि। म एकदमै धन्यवाद दिन्छु। पछाडि अझै पनि उनीहरू त्यो ब्लडले एकदमै लोतपतिको खपडासँगै छन्, भाइहरू घेरेको छैन। एकदमै टायरलेसली हेल्प गरिराखेको छ। मसँग शब्द छैन। यति मात्रै होइन, मेरो माल दाजु जो एसपी दाजु, बडाबाबुको छोरा भाउजू हुनुहुन्छ, त्यसमा अझै कान्छीबरी कोरेडाबाट आज चाहिँ टर्नेडोले उहाँबाट उछिट्याएर ल्याएको बुहारीलाई यहाँ हाम्रो छोरीको ग्रेजुएसनमा यसो काकीलाई पनि सहभागी हुनको लागि होइन आज एउटा ठुलो आशिष प्रभुले दिनुभयो। धन्यवाद। कोरिडोरबाट आउनुहुने हाम्रो बुहारीलाई, जति पनि आफ्नो आफन्तहरू यहाँ आउनुभएको छ टाढा नजिकबाट, अझै आउन बाँकी नै छन्। सायद तपाईँहरू जाइसक्नु भएपछि आउनु होला, त्यो कुराहरू बाँकी छ। तर म आजको यो ग्रेजुएसनको पार्टीमा विशेष धन्यवाद दिन, दुई शब्द धन्यवाद दिन। सर्वप्रथम परमेश्वरलाई धन्यवाद। नानीहरूले पढेर अब यति यो ब्याचलर डिग्री गर्दैमा सबै कुरा सक्यो होइन, अब भर्खर उसको कुरा सुरु हुँदैछ। 12 देखि प्लस 4-5 वर्ष चाहिँ उसलाई लाग्यो, अझै प्लस झनै 30 वर्षको हुन्छ होला उसले उसको लक्ष्यमा पुग्नको लागि। अहिले अब 23 वर्ष पुगी जेठी छोरी बबिता, माइली छोरी 18, दिनदिनै बढ्दैछ। उनीहरूको उमेर हेर्दा त म धेरै पर पुग्दै रहेछु भन्ने पनि सोच्छु। अनि बेला बेला भन्छ आपा पढ्दै जाँदा त म त भत्ता थाप्ने हुने रहेछु भन्छ। के भन्छौ त पढै पढ भने होइन। यसमा मामा माइजू, काका काकी, आफन्तहरूको धेरै ठुलो हात छ। जन बाउले त, ससुरा बाउले त आइज यसपालि पास गरिस् ल नातिनीलाई, त्यो मुठी खोलाइ त कति हो कति ग्यास लाउन, त्यो एकदमै फ्यामिलीको ठुलो
हात छ उनीहरूको लागि। अनि मैले मात्रै फाइनेन्सियली कतिवटा सपोर्ट गर्न सकिनँ, तर परिवार धेरै ठुलो एउटा ब्याकअपमा उभिदिएको कारणले गर्दा आर्थिक रूपमा, प्रार्थनामा, हौसलामा नानीहरूलाई आज यो ठाउँमा आउन हौसला मिलेको छ। म एक्लै चाहिँ यहाँ केक काट्दा उभिन्दिनँ, यसमा फ्यामिलीलाई नै म अगाडि बोलाउँछु। चर्चलाई अब सबै बोलाउँदा त यहाँ आँट्दैन। मण्डली परिवारले त झन् बेलुकै पछि प्रार्थना, पास्टर एउटा डिकनको लागि प्रार्थना, परिवारको लागि प्रार्थना, कति हो कति अनगिन्ती छ। त्यस कारण धन्यवाद। मेरो लागि दिएर काफी छैन, तर हजुरहरूलाई परमेश्वरले आशिष दिउन्। र मसँग धेर लामो लिन्न, जनम भाइ म यहाँ अगाडि बोलाउँछु। म हेर्थेँ, हुन त मैले पनि अब क्याम्पमा पढाएको, तर पढाइ कति हार्ड छ, कति स्ट्रगल हुन्छ, कति दुःख गर्नुपर्छ पढ्नुको लागि। त्यो सङ्घर्षलाई मैले पनि धेर थोर अनुभव गरेँ। अघिको कपडा लिएर आउनु धेर थोर अनुभव गरेँ, तर यहाँ आएर नानीहरूको पढाइलाई हेर्दाखेरि, यो ठाउँमा पुग्दै गर्दाखेरि धेरै स्ट्रगल छ, धेरै मेहनत छ। अनि हामी परिवारले पनि, बाबुआमाले पनि धेरै राम्रो एउटा वातावरण, बाबुआमा झगडा नगरिकन परिवारमा एउटा पिस, शान्ति एउटा वातावरणलाई बाबुआमाले पनि सिर्जना गर्नुपर्ने, ताकि छोराछोरीले पढाइमा फोकस गर्न सकोस्। अनि उनीहरूले होमवर्क गर्दैछ छैन टाइममा, विकेन्डमा अलिकति उनीहरूलाई टाइम दिने, रिच आउट गर्ने, उनीहरूसँग के भइराखेको छ, स्कुलमा के छ, त्यो एकदमै महत्त्वपूर्ण रहेछ। त्यसले गर्दाखेरि यहाँ मसँग माथि उभिएर गऱ्यो भने हुन्छ। हो त्यो चाहिँ म एक दिन यस्तो इमोसनल भएँ, अलिकति यो चाहिँ मैले उसको बेडरुममा ढोका खुलै रहेछ, छोरीको बेडरुममा म जहिले तहिले जाँदिनँ। यस्तो बिजोग पढ्दै गर्दा चेस्टमा पनि साइडमा छ, कतिखेर निधाएको छ, किताबमै निधाएको छ। यसो हेरेँ, पढाइ हेभी छ। हप्ता दिन अगाडिबाट आपा मम्मी मलाई नचलाउनु, खानेकुराहरू सबै उहीँ लगेर यहीँ बस्ने, पानी एकदम ढोका ढ्याप बन्द, कसैसँग बातचित छैन, नबातचित। अनि त्यो देख्दाखेरि चाहिँ मैले परमेश्वरलाई धन्यवाद दिएँ, प्रभुलाई धन्यवाद दिएँ। जे होस्, अहिलेसम्म सामाजिक सञ्जाल छैन, बोयफ्रेन्ड बनाएको छैन, कसैसँग च्याट गरेको छैन, मैले यो कुरा थाहा पाएको छुइनँ बिल्कुल अहिलेसम्म। बिहा गर्ने कुरा त परै जाओस्, फेसबुकसम्म छैन थियो, तर त्यो चल्दैन। त्यो पहिला उसले एक समय बनायो, तर नो फ्रेन्ड। सामाजिक सञ्जालबाट टोटली अलग छ, चलाउँछ इम्पोर्टेन्ट कुरा चलाउँछ, तर उसले अनावश्यक कुराहरू चलाउँदैन। त्यसले गर्दा टोटली पढाइमा फोकस गरेको कारणले गर्दा प्राउडली आज चाहिँ गर्वको साथ म मेरो छोरीको लागि सेलिब्रेट गर्छु। अनि अन्तिममा खै नानी, त्यस पछाडि चाहिँ यस्तो चाहिँ अनगिन्ती उसको स्ट्रगलहरू थियो, हार्डवर्कहरू थियो। कोभिडको समयमा हाई स्कुल ग्रेजुएट भयो, उसको टाइममा त 3 जना मात्रै जानु दिएको। उसको टाइममा त पनि हामी 6 फिटमा बसेर छुने कुरा छैन। त्यहाँबाट लास्टमा उसले एसोसिएट डिग्री गर्यो, त्यस पछाडि अहिले ब्याचुलर, अब अझै पढाइ बाँकी छ उसको। त्यो डक्टरको कुराहरू सक्नु थाहा छैन के हुन्छ, प्रार्थना गरिदिनुहोस्। अनि धेरै स्ट्रगल छ। यो चाहिँ जेठी छोरीको एउटा छोटो गवाई हो। अनि हामी सो प्राउड अफ यु बबिता, फर यु बिन डुइङ। एउटा अगुवाको छोरी, कचोटि बाबुआमाले बिहा गर्न नपाउँदै छोरी प्रेग्नेन्ट हुन्छ, नानीहरू फाल्छ, कस्तो एउटा खतरा रिस्कको कुराहरू हुन्छ क्या फ्यामिलीमा। त्यसले गर्दाखेरि किप इट अप। अनि म चाहिँ यहीँबाट भन्छु, 25 वर्ष 26 वर्षभन्दा मुनि चाहिँ बिहा नबिहा स्टिल। त्यसले गर्दाखेरि बिहा गर्नुपर्छ, तर एकदमै राम्रो ठाउँमा उभिएर। र म अब उनीहरूसँग कनेक्सनमा अब सबुनम छ नि, यहाँ सबुनम जसले हिजोस्ति भर्खरै हाई स्कुल ग्रेजुएट गरेर पेन्सिल्भेनियामा हाम्रो कुल भाइको छोरी 8वटा यस्तो
8वटा यस्तो डोरी थापेको थियो ऊ चाहिँ एकदमै टफ धेरै स्टुडेन्टहरूलाई उसले जित्यो अनि उनीहरू दिदी बहिनीहरूको एउटा जमाता छ केही कुराहरू पर्दा उनीहरू सर्कुलेट गर्छ हेल्प गर्छ एकले अर्कालाई अनि त्यो एकदमै उनीहरूको त्यो एउटा टिमवर्क छ त्यसले गर्दा एउटा पढाइको समूहमा उनीहरू भएको कारणले गर्दा अहिलेसम्म भइराखेको छ अनि हामीले कतिचोटि त्यस्तो समूहबाट नानीहरूलाई निकालेर अलिक ओरा पनि ल्याउनु पर्दो रहेछ क्या पढाउनुको लागि होला तपाईँहरूले अब देख्नु होला पास्टर धेरै टाढो गयो हामीलाई छोडेर तर मण्डललाई छोडेको होइन मैले चाहिँ छोरीहरूको पढाइको लागि मैले काहीँ एकान्त ठाउँ हेर्नुपर्छ ताकि खुट्टाले हिँडेर भेटघाट नहोस् यस्तो ठाउँमा जानुपर्छ भन्ने चाहिँ प्रार्थना पनि थियो अनि प्रभुले ठाउँमा पनि ल्याउनु भयो साँच्चै नेपाली चाहिँ 3 घर मात्रै छ तर भेट हुँदैन हाम्रो ससुरा बाबुको मात्रै भेट हाम्रो अरू देख्दैनौँ हामी नेपालीमा स्टोर देख्दैनौँ नेपाली सबै खतम हो भन्ने होइन तर बिग्रिने चाहिँ साथी हो त्यो खतरा टिमबाट चाहिँ अलिकति निकालेर ल्याउँदा आज यो समय भयो धन्यवाद अब यो चाहिँ माइली छोरीको मलाई चाहिँ त्यो खाना भनेर भन्छ होला है अनि दिदी चाहिँ पढेको कारणले गर्दा उसलाई जेलसी भयो आरिस भयो ए तैँले यो गरे भने आई क्यान डु मोर देन यु भन्छ साँच्चै अनि मलाई त च्यालेन्ज मन पर्यो क्या आई क्यान डु मोर देन यु भन्छ अरे हो अनि बबिताले चाहिँ हाई स्कुल गर्दाखेरि ब्याचलर के अरे भ्यालिडिक्टोरियन भएको कारणले गर्दा 4-5 वर्षको लागि टोटली फुल स्कलरसिप 1 रुपियाँ दिनु परेन यो घडी पनि त्यहीँबाट आएको उसकै गिफ्ट हो सेलफोन पनि छ त्यही स्कुलको पैसा हो अनि एकदमै ब्लेसिङ हो आज सेयर गरेको अनि यो चाहिँ अब माइली छोरी हो माइली छोरीको लागि चाहिँ स्टिल यु गट वर्क हार्ड होइन 4.25 GPA एकदमै टफ राम्रो पढाइ अनि ऊ चाहिँ अहिले अब सर्टिफाइड पनि हो सर्टिफाइड के अरे सर्जरीको डिपार्टमेन्टको चाहिँ ऊ चाहिँ सर्टिफाइड स्टर्लिङ एउटा टेक्निसियन हो अहिलेको लागि चाहिँ अनि त्यस्ता 2-3वटा ठाउँबाट उसले पनि सर्टिफाइड भएको कारणले गर्दा अब अहिले नै जब अफर गर्दैछ तर न जब रिड स्टडी भन्ने कारणले गर्दा उसले पनि पढ्ने कोसिस गरिराखेको छ जस आज यो छोरीहरूको लागि थ्याङ्क यू भाइ एउटा सेलिब्रेसन गर्दै गर्दा तपाईँहरूको छोराछोरीले पढेन भनेर होइन तर हामीमा यो कुरा आउनु पर्दो रहेछ सो म क्राउडली यहाँबाट भन्छु नानीहरू जतिजना पढ्दैछ प्लिज वर्क हार्ड विदाउट वर्किङ हार्ड गाह्रो परिश्रम नगरिकन यो ठाउँमा आउँदैन रहेछ होइन हाम्रो कुलनी बहिनी त RN हो यहाँ थुप्रै RNहरू छन् हिरा आफै RN हो पढेको थुप्रो नानीहरू छ त्यो पनि एउटा मोडल हुँदो रहेछ उनीहरूको लागि चाहिँ एउटा इक्जाम्पल हुँदो रहेछ सो जे बहिनीहरूले नानीहरूले आजभन्दा अघिको पुस्ताले किपअप गर्यो सीमा पनि आफै RN हो यहाँ रेजिस्टर्ड नर्स यहीँ 3जना नर्स त यहीँ हाम्रै भित्रै छ आर्मी त 2-3जना छन् अब फ्युचरमा कतिवटा नर्स आउने हुन् कतिवटा डक्टर आउने हुन् आमेन हालेलुया हस्पिटलमा जाँदा हाम्रै भाइ बहिनीलाई जय मसी भन्न पाउन हौ कोही डक्टर बनेर आओस् कोही पाइलट बनेर आओस् कोही चाहिँ इन्जिनियरिङहरू बनेर आओस् कोही सिभिल लयर बनेर आओस् कानुनी कुरा केही पनि थाहा छैन होइन अहिले धेरै रियल्टरहरू निक्लिसक्यो अब भयो रियल्टर भयो अब अलिक ठुलो पोजिसनमा कुराहरूमा जानुपर्छ प्रभुमा अनि अर्को कुरामा हाम्रो मान्छे चाहिँ अब ग्रो हुनुपर्छ फर्स्ट आमाको त नामै आउँदैन भने जस्तो गर्छन् तर कतुरा होरे पर्वतमा है त्यो दशकी लिएर जाँदा चाहिँ उहाँको श्रीमतीले ठुलो परिवारलाई रेखदेख गरेकी थिइन् त्यस्तै नै फर्स्ट आमाले पनि धेरै ठुलो हात साँझ बिहान काटौँ ल ताली बजाइदिउँ माइला काका को हुनुहुन्छ हजुरको जन्म यहाँ पर्यो दाजुभाइ एकैपट्टि ल आपा र माइला काका आइदिनुहोस् ओके सो अलमोस्ट हाम्रो सबै पार्टीहरू सकिन आँटिसकेको छ र विशेष गरी हाम्रो 2जना बहिनीहरू एकदमै धेरै बधाई अनि के भन्छ कङ्ग्रेचुलेसन भन्न चाहन्छु र कस्तो फिल भइरहेछ केही छोटो बोलिदिनुहोस् न I feel very blessed to have everybody come to our graduation party. Thank you for everything.
Okay. I feel thankful to God for having a community this big, and for everybody coming here. So thank you for that. So I just got my bachelor's degree at the Ohio State University, and I am planning to pursue a degree in medicine, where I want to be a dermatologist when I grow up. I just graduated high school, and I'm also certified in sterile processing, so I'm planning on working throughout my college career and also pursuing a degree in biology. ओके सो थ्याङ्क यू सो मच अहिलेसम्म यहाँले हाम्रो भिडियो हेरिदिनु भएको लागि अनि अलमोस्ट हामीले आजको ग्रेजुएसन पार्टी सकिसकेको छ अनि सबै अन्तिम अवस्थाहरूमा पुगिसकेको छ सबैजनाहरू यताउति वर्कहरू पनि गरिराख्नु भएको छ अनि थ्याङ्क यू सो मच फर वाचिङ अनि नेक्स्ट भिडियो आउनेवाला छ कृपया हेर्दै गर्नु धन्यवाद जय मसी सबैजनालाई